यो नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छ। त्यो शक्तिशाली आयोगले 46 सालपछि प्रधानमन्त्री हुनुभएको शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्ति सबैभन्दा पहिला त्यहाँबाट छानबिन सुरु गर्छ। आफ्नो बा भए पनि छोड्दैन, एउटा एउटा कुराको छानबिन गर्छ, एउटा एउटा काण्डको छानबिन गर्छ र भविष्यमा त्यस्तो कुनै काण्ड हुन पनि दिन्न। त्यसका लागि संस्था बनाउँछ, कानुन बनाउँछ। यो नेपाली कांग्रेस पार्टीले संकल्प गरेर आएको छ। शिक्षामा, स्वास्थ्यमा, कृषिमा, रोजगारीमा, उद्योगमा, प्रत्येक क्षेत्रमा 5 वर्षभित्र क्रान्तिकारी रूपान्तरण ल्याउँछ। तर कसरी? चाबुक चलाएर होइन, कसैलाई झुन्ड्याएर होइन, कसैलाई ठोकेर होइन, नियम कानुन भित्र रहेर सकिन्छ। एउटा एउटा कुराको अध्ययन गरेका छौँ।